अहिलेको समयमा धेरैजसो साथीहरूले कपी पेस्ट कन्टेन्ट र अरूको पोस्टलाई प्राथमिकतामा राखेर अपलोड गर्नुहुन्छ। हरेक प्लेटफर्ममा युट्युब लगायत फेसबुकमा धेरैजना साथीहरूले कपी पेस्ट गर्दा फेसबुक लगायत युट्युबमा भायोलेसन आउँछ र युट्युबले पनि स्ट्राइक दिन्छ। त्यसैले तपाईहरूले जहिले पनि पोस्ट गर्दा आफ्नो युनिक र अर्ग्यानिक भिडियोलाई मात्रै पोस्ट गर्ने गरौँ है। सबैजनालाई थाहा नहुन सक्छ, अहिले युट्युबर पनि धेरै हुनुहुन्छ र फेसबुक प्लेटफर्ममा काम गर्ने कन्टेन्ट क्रिएटरहरू पनि धेरै हुनुहुन्छ। सबैजनाले बुझ्नुपर्ने कुरा के हो त भन्दा तपाईहरूले अरू कसैको पोस्टलाई एडिट गरेर हाल्नुहोस् या तपाईँ त्यत्तिकै हालिदिनुहोस्, तपाईँको चाहिँ कपी पेस्ट एक न एक दिन आउँछ। अहिलेको सिजनमा फेसबुकले हेर्नुहोस्, फेसबुकले एकैछिनमा अरूको कपी पेस्ट गरेको एडिट गरेर हाले पनि तपाईँको डिटेक्ट गरेर त्यसलाई भायोलेसन हानेर प्रोफाइललाई नै सस्पेन्ड गरिदिन्छ। त्यसैले आफ्नै आवाज आफ्नै अनुहारलाई प्राथमिकता दिँदै अगाडि बढ्ने प्रयास गर्नुहोस्, सबैजना सफल हुनुहुन्छ। असफल भन्ने शब्दकोशमै छैन है। यदि तपाईँसँग राम्रो माइन्डसेट छ, राम्रो कन्फिडेन्स छ भने अगाडि बढ्न तपाईँलाई पनि कसैले रोक्न सक्दैन। त्यसैले सबैजनालाई फेसबुक र युट्युबले पैसा अवश्य दिन्छ, तर अर्ग्यानिक र युनिक कन्टेन्ट चाहिँ अवश्य हुनु पर्यो है त। मैले बनाउने यस्तै अर्ग्यानिक कन्टेन्ट हो, तपाईँहरू पनि यस्तै अर्ग्यानिक कन्टेन्ट बनाउनुहोस्, अगाडि बढ्नुहोस्, सफलता एकदमै राम्रो हुनेछ। र अर्को कुरा के छ भने अहिले युट्युब च्यानल मैले खोलेको नयाँ धेरै जानकारी नभए पनि ओरिजिनल कन्टेन्ट बनाउन पर्छ भन्ने कुराहरूको जानकारी चाहिँ अवश्य राख्छु है त। सबैजनाले मन पराएर भिडियो मार्फत सब्स्क्राइब पनि गरिदिनु होला र सँगसँगै बेल आइकनलाई दबाएर भिडियोलाई सेयर गरेर पनि आइदिनु होला। धन्यवाद।